गाइज मैले चाहिँ यो क्लियर एन्ड क्लिनको 2-in-1 फेस प्याक युज गरेको लगभग 2 महिना भयो र मैले चाहिँ यसको रिभ्यू दिन्छु भन्दा बल्ल आज टाइम मिलेको छ र मैले चाहिँ यसमा एलोभेरा जेल हनी प्लस रोज वाटर एड गरेको छु र हजुरहरूले पनि मिल्क हनी एलोभेरा जेल रोज वाटर नर्मल वाटर जुन सुट गर्छ त्यसमा मिक्स गरेर लगाउन सक्नुहुन्छ र साथीहरू प्लिज यो माथि मैले फोटो राखिदिएको छु मलाई त्यसको धेरै जरुरत छ कि मैले धेरै ठाउँमा खोजे भेटिनँ र मलाई चाहिँ नभेटेर मैले यो युज गरेको छु र काहीँ देख्नु भएको छ अथवा काहीँ पाउँछु भने प्लिज मलाई कमेन्ट गरिदिनु होला र फेसमा अप्लाई गरिसकेपछि 15 देखि 20 मिनेटसम्म होल्ड गरेर यतिको ड्राई हुने गरी सुकाउनु पर्छ र मैले चाहिँ यो 15 देखि 20 मिनेटमा के गरेँ त भन्दाखेरि मैले चाहिँ रोजको बुके बनाउन आँटेको त्यही भएर रोज चाहिँ बनाइसकेको थिएँ त्यही भएर मैले रोजको यो हरियो साइडको चाहिँ बनाएको थिइनँ त्यही भएर मैले 10-15-20 मिनेटमा चाहिँ के गरिबस्ने भन्दाखेरि चाहिँ रोजको यो साइडको हरियो भागहरू बनाएँ र रेडी फर वास र हजुरहरूले पनि पक्कै एकचोटि युज गरी हेर्नु होला र रिजल्ट आफै थाहा पाउनुहुन्छ आजको भिडियो यति नै बाइ बाइ